यहाँहरू सबैमा नमस्कार। आज कालीगण्डकी प्राकृतिक अस्पतालको समुद्घाटन कार्यक्रममा सहभागी सम्पूर्णलाई म देखाउँदैछु। यस गलेङ नगरपालिका नगर प्रमुख गुरुप्रसाद भट्टराईद्वारा कालीगण्डकी प्राकृतिक अस्पतालको समुद्घाटन कार्यक्रम भइरहेको छ। अब हामी शिलालेख तर्फ जाँदैछौँ। नगर प्रमुखद्वारा यस भवनमा रहेको शिलालेखको पनि आज अहिले नै उद्घाटन हुँदैछ। यहाँहरू देख्न सक्नुहुन्छ यस उद्घाटनमा उपस्थित विशाल उपस्थिति के साथ उपस्थित सम्पूर्ण शिलालेखको औपचारिक उद्घाटन भइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ नगर प्रमुख गुरुप्रसाद भट्टराईद्वारा यस शिलालेखको पनि औपचारिक उद्घाटन भएको छ।